नेपालीले यसलाई अस्वीकार गर्नुपर्छ, यसको विरोध गर्नुपर्छ र यसलाई खारेज गर्ने मागलाई सशक्त रूपमा अगाडि बढाउनु पर्छ भनेर हामी सदनबाट र सडकबाट यो आवाज उठाइरहेका छौं। प्रधानमन्त्रीजीले भन्नुभएको थियो यो संशोधन प्रस्ताव मधेसी मोर्चाको लागि उहाँहरूको असन्तुष्टिलाई समाधान गर्नको लागि हो। हामी सबैलाई थाहा छ जुन बेला उहाँहरूले संशोधन प्रस्ताव ल्याउनु भयो त्यो प्रस्ताव पछि लगत्तै मधेसी मोर्चाले त्यसको विरोध गर्यो। जुन ठाउँका जनताको लागि भनेर उहाँहरूले ल्याउनु भयो त्यहाँका लाखौं जनता सडकमा उर्लिए र ती जनताले यो संशोधन प्रस्तावको निन्दा गरे, भत्सना गरे र यो प्रस्ताव फिर्ता हुनुपर्छ भनेर उनीहरूले जोरदार माग गरे। प्रधानमन्त्रीजी कहिले कहिले भन्नुहुन्छ यसमा त हामीले स्वीकृतिको संख्या, समर्थनको संख्या बढाउनलाई ल्याएको। मैले यो अङ्कगणित उहाँले कुन विश्वविद्यालयमा पढ्नु भएको मैले बुझेको छैन। नेकपा एमाले जस्तो र हामी यहाँ उपस्थित राजनीतिक दलका जो हामी सहभागी छौँ यो विरोध सभामा हामीले संसदबाट स्पष्ट रूपमा यो संशोधन प्रस्तावको खारिजीको माग गरेका छौँ। अहिले 1/3 भन्दा बढी व्यवस्थापिका संसदका सदस्यहरूले यो संशोधन प्रस्तावलाई अस्वीकार गरेर वस्तुतः यो सरकार पराजित भइसकेको छ र हामीले जब यत्रो ठुलो संख्याबाट यसको विरोध गरिरहेका छौं भने प्रधानमन्त्रीजी भन्नुहुन्छ मैले त यसमा समर्थनलाई बढाउनको लागि पो संशोधन प्रस्ताव ल्याएको। 1/3 भन्दा बढी व्यवस्थापिका संसदका सदस्यहरूले यसको विरोध गर्ने अनि संविधान जारी गर्दा त्यसमा हस्ताक्षर नगर्ने केवल 37 जना, त्यसमध्ये तराईबाट प्रतिनिधित्व गर्ने जम्मा 11 जना। त्यो 11 जनालाई नेतृत्व गर्ने तराईका जनताले नै मतबाट पराजित गरेका नेताहरू अनि उनीहरूको समर्थन प्राप्त गरेर संख्या बढाउने भनेको यो प्रधानमन्त्रीको अङ्कगणित हो कि यो लफडा गणित हो? यो के गणित हो? यो देशभक्त नेपाली जनताले यसको मूल्याङ्कन गरिरहेका छन्।